नयाँ टिमहरु आएको छ Watch out! नजुम यार झ्याउ लाग्यो मलाई त सुरुमै मर्यो भने बेकार हुन्छ मात्र उठ पोइन्टको लागि दुध खाने खलासीहरु चुप खाने पश्चात मैले अस्ति 1v1 हान्दिन्छ छोडाले त खलासीहरु है चुप लाग भन्छ छरु स्प्रेको केटाहरु भन्दै आउँछ है यहाँले खोइ कुन चाहिँको ओए रणमतीको बानहरु को हो यो माथि यही हो मेरो चाहिँ म त सँगै हो त नि हाम्रो लेफ्टमा राइट माथि पनि त छ हेलो गाइज वेलकम टु आवर प्लेन पाथ दुईटा टिम छ दाइ एउटा यहाँ छ एउटा यहाँ छ Marked a location. यहाँ जाउँ Watch न out! तल माथि दुईतिर झर्नु पर्छ मिलाएर इनार गाडी लिन्छ तपाईहरु तल लुट्दै गर्नु म माथि छोडे गाडी लिएर चाहिँ आइसक्यो गाडी लिएर ठ्याक्कले आफ्नो साथीको लागि कुर्दै गन पायो भने त झारी नै दिन्छ यार म त यो लिपोका जान लाग्यो क्या हो इनारको लिपोक भयो र औ भाइ तिर इन्डे गाइस अरे नि सक्यो नो वरीज तल परिसक्यो उता पनि दुईटा टिम थियो नि तल हाम्रो गर्नै छैन मसँग एके बेटे कता चाहिँ फायर हुँदै थियो यतै तल हामी लिपोकातिर जाने होला लुटु सक्छ लुट छ डिभिस हान्न जानुभएको ड्यामेज त दिइराख्नु भएको छ यहाँ युएमपी छ है युएमपी मार्क गर्दिन न म मार्क गर्दै दिस यो घरको माथि छ Watch out! Watch out! इनमे क्या छ दिस मार्क कर स्मोक मा पबम बन्यो कदल कस्तो साउन्ड भएको 4x झार्दै मैले 5 को एमो नै झार्दै एक्सटेन्डेड म्याग नै हार्दै 2x ग्रेनेड कोला चाहिँ तर 2x मा बोक्स एपी गएमा छ म थोरै दिन्छु के जायल सोरे जति पनि
लाउनु त एम्फो भन्दै एम्फो देखि जस्तो लागेको पाइन्छ होइन होइन एम्फो होइन 7 काम चाहिँ चाहिन्छ मुभ गर्दिउँ न कता जानु अब कस्तो हाई रिस्कमा बगी चोरेर ल्याए के छ तिमीलाई बिस्तारै खेल्ने दिपकहरूलाई पेल्दा हुन्थ्यो मेन्सनमा कोनै भएन के सायद कि उता हाम्रो पछाडि झरेको मेरो मेन्सनतिर गयो यहाँ डिपी रहेछ यार स्कारलले जान्छ मलाई दिन्न बेरल चलाउँछ कसैले ब्यारल त हैन स्कारल ठिकै छ डिपी चलाउँछु म डिपी छ डिपी एक्सटेन्डेड क्विक ड्र दिन्छु म खोइ देऊ त मलाई यो पनि छ एमो 5 को थोरै म दिन सक्छु ल्याब हुँदैछ I got supplies. सप्रेसर पनि छ खैले एआर को सप्रेसर र त्यो देऊ 7 काम गर्दैन न लो 13 उठाउ 7 को एम छैन भने न त मनी दिन्थे बगी को साउन्ड त क्या यहाँ 5 को एमो छ I got supplies. उठाउँछ गाडी खोजौँ ल सिमन इमेल लन पुरा त्यो बगी उठाउनु तिमी अनि एकजनालाई ल्याएर त्यो ल्याम्बोमा छोडिदिन्छु म तिमी पनि लिएर आऊ त एकजना आऊ त यतै आऊ त चढ त नबिन अब त्यो ल्याम्बो उठा तिमीहरू अनि त्यो मेरो मार्कको घरतिर गएर बस्नुपर्छ त्यो त जाँदै गरे हुन्छ हैन नै नै पाइला झार्दिन्छ फेरि दाइ म त अड्के ओइ के भयो ओइ काम गर्दैन त दाइ म अड्के मेरो केही काम गरिरहेको छैन गेट इन गर त केही भएन गेट इन सेटिङ केही हुँदैन ल ल रिस्टार्ट गरेर बाइक ल्याम्बो लिएर आऊ कस्तो यार छे नसुनो गीत से म यहाँ कसरी आए दाइ म छोड पाइप नबिनले कुदाउँदै जो साउन्ड ग्लिच भयो क्या हो म यहाँ कसरी आए मैले लिएर आएको मेरा म त केही कामै गरिरहेको थिएन घुमिरहेछ मात्र बसेर त्यहाँ यता यताबाट आऊ है त्यहाँ मिल्टाहरूले हान्छ भित्रै है अहिले छिर्न पाएको बेला छिर्ने मिची आऊ
कहिले होल्ड गर्न सकिन्छ हामीमा अबे स्लो भएको यो यसको एउटा टायर फुटाएको छैन कि त्यही भएर हल्का टाउका त प्ले स्लिप गरिदिहाल्छ यहाँ हाम्रो छेउछाउ टिममेट टिम छ है ओए बब्बा यताबाट हो है अलि माथिबाट राइटबाट हो है डाँडाबाट तल बान हाउसमा रहेछ देखेँ मैले Oh, shit. भाग झार्ला नि अनि बाँच्यो इजी इजी ओला ल्याग मेरो नेट भयो गयो ल्याग भइरहेछ क्या मैले पुरै ल्याग भयो नेट ल्याग भयो सबैजना नेटै गयो क्या सर्भर ल्याग भयो कि सबैजना एकैचोटि मेरो ओए एनिमी रहेछ यहाँ ओए एनिमी छ सिमन यता हो यता कहाँ जाने हौ मतिर एनिमी छ ए एनिमी छ है त्यो मार्कको घरमा एनिमी छ है बानसमा झारिदिन्छ है तिमीहरूले पुरै लेफ्टबाट आउने त्यसो भए लेफ्टबाट घुम अनि यहाँनिर मतिर हो हामी स्लिप भएर पछाडि भयो क्या नत्र अब राइट गर्दा हुन्छ यहाँ सेफ ल फ्युल हालिदिउँ अहिले पर्दैन Rotate button अहिले होइन। नहाल्नु त्यो रबर्ट छ ओके ओके यो गाडीमा रुटेड छ तर एनिमी छ पुरै स्लिप भइदिन्छ अगाडिमै गएर स्लिप के होल्ड भइदिन्छ गरौँ बल्ल तल्ल आइपुग्यो स्नाइपर को छ किन एटेक्स चाहिँ एटेक्स बोकिरा कहाँ हो खै अहिले मिनी पायो भने बोक्नुपर्छ त्यतिकै यसो मार गरौँ न तिमीले बोकेको एटेक्स ओके मसँग छ एटेक्स ए ल ल बोकिराख फर्स्ट एड किट यूएमपी को एमो का 30 वटा ब्यान्डेज बोकिरहेको फर्स्ट एड किट नभेटाएर कहाँ एउटा वेयर हाउस छ नि यार अलि भित्र यता जाउँ त उतै वेयर हाउस होल्ड गरौँ जाउँ यो 5 का एमो छ I got supplies. मुभ ल वेयर हाउस कनेर गाडी लिएर आउनु त मेरो मार्क तिमीहरू ढिलो म निस्किन्छौ मर्छ क्या मसँग आउ न आऊ सिमन के म रोटेसन आउँदैछ है तिमीहरूको पछाडि जो लास्टमा हुनेले खाला फेरि बगी चेन्ज गरे हुन्छ है सिमन ड्यामेज छ Marked a भने location. यो बगी छ छैन धेरै छैन मेरो अब त्यसो भए त तर फ्युल सकिएर छ म गरे ओए एनिमी ला त जाने हौ तपाईँकोमा एनिमी त्यसो भए इजी तिमीहरू गर्छ म मरे ठ्याक्कै तपाईँको तल आउँछु है ल दाइ दाइ ओ ओ ओ ओ गाडी Watch गाडी out. मलाई पुसाए हिट गर्न भ्याउनु भएन तिमीले गाडीले नपऱ्यो तिमीहरूको अगाडि उतैनिर आइसकेछ एउटा छ्या जाऊ न तिमीहरू जाऊ छोडिदेऊ पस्नु त मारेको जाऊ न फ्युल चाहिँ हाल्दिनै पर्ने भयो है सकिन लाग्यो हाल्दिनु पर्दैन किन रोक्यो नि मर्यो छोडिदिनु गाडी आफ्नै गाडी पर्दैन आउँछ है यिनीहरू पुस को हो बे यस्तो दामी हाने पेपर चाहिन्छ छ है कसले चलाउँछ I got supplies. स्नाइपर त म अहिले स्कोप नि छोडिदिउँ मै चलाइदिउँ चलाउनु त आउँदैन तिमी चलाइदिउँ आयो। कस्तो गाडी बड्केर गाडी मर्यो आयो लेफ्टतिर साउन्ड आएको छ है म यो घरमा बस दुईटा घरमा एकजना बान हाउसमा बस्छन् यहाँ त्यो बकीको टायर खाइदेऊ न सिमन फुटे छ त्यसको त
दुईटै फुट्यो म अर्को नेक्स्ट घर जान्छु ल ए नुबान तल यहाँ उता बजिरहेको पोसा। छ पुरा पर्छ एम्पर Yes, sir. म चलाउँछु Oh, ammo. I got supplies. हेर है छेउछाउ सराउन्डिङ हेर है आउँछ है टायर गयो हेर मेरो पछाडि Watch out. ब्रो M4 खै कहाँ छ Yeah. Watch out. यहाँ पनि त छ। I got supplies. उता गएर बस्यो हेलो यार हेड देखेर थियो यार ल त्यसले हेर पिक दिएको थियो त उयो सिमन त्यहाँ अहिलेले होइन रजिस्टर भने तिम्रो बडी हानेको देखाइरहेको थियो मेरोमा त बडीमा लाग्यो एकन लाग्छ हान न No. सही हो छैन त स्क्वाडै छ रिभाइभ भइहाल्छ नि पछि हेलमेट चाहिँ गयो होला होल्ड गरौँ न Let you. होल्ड गर्ने आनन्द उच्चै खाते रहेछ हौ मलाई हान्ने एसकेटी जोकर अरे नयाँ टिम जोन जानुपर्छ। ए Healing गरिन्छ। क्या जोन त पहिकै ठाउँमा परेछ नि कस्तो खिच्चा मलाई यता पर्छ जस्तो लागेको गाडी यहाँ यो मेरो एउटा यो मात्रै घरसम्म जाऊ न रुक है म त्यहाँ छ कि छैन हेरिदिन्छु टिम ऊ गाडी गयो यताबाट। Watch out. हामीले गाडीको व्यवस्था गर्नुपर्छ एउटा गाडी बकेट फुट्यो लिएर गएर हाम्रो खोज्ने गाडी हो। त पुरै बर्बाद भयो गाडी त एउटा मात्रै हुने त दुईजना निस्किन त म पछाडि यतातिर हेर्दैछु गएर गाडी छ कि छैन त्यो अहिलेकै हिलमा एनिमी छ है त्यो मलाई हानेको हिलमा अझै छ अनि यता तिमीहरूको पछाडिको यो कम्पाउन्डमा पनि छ त्यो ग्रिन मार्कमा तिमीहरू यो घरसम्म पुग्न पायो भने चाहिँ हुन्छ यहाँ चाहिँ छैन नि छ त्यही छ गाह्रो बनायो अब गाडी छैन तपाईँहरू ल्याम्बो निस्किनु पुरै जम्मै फुटेको छैन आउँछ त फुटेको छैन तर 2-4 तपाईँको गोली गाडी लाग्यो भने फुटिन्छ लास्टै बर्बाद भयो गाडी त एकजना मात्र जाऊ न ल्याम्बोमा म त जान्छु नि त ल जाउँ दुईजना तपाईँले मा गरेको घर जाने अगाडि जाने तपाईँ म पछि यस्तो घुमेर जाऊ यस्तो भएर बनाइदिन्छ रुट गर्ने यस्तो भएर यतातिरबाट जाउँ। तिमीहरूको त्यहाँ राइटमा नि एनिमी छ है सिमन यो कम्पाउन्डमा राइटमा धेरै नगुम यता तिम्रो राइटमा एनिमी छ हो त्यो पिछाबाट जाऊ त बाहिर निस्किने ठाउँ छ र एउटा निस्किने ठाउँ नै मिल्छ भएन होला जान मिल्दैन जान मिल्छ हो त्यो बगी गएतिरबाट जाऊ न त्यो घरमा एनिमी नहोला हेर गाडी छ भने माथि नि लेफ्ट म गयो अब ओपे मा कसम यार जानु हामी आउँदै
शिफ्टिङ गरियो है अनि मारे यार सिमनले है Awesome. कस्तो रिफ्लेक्स Nice. हान्दिएको ल लभली एउटै यार थियो दुईटा दुईटा थियो थियो। कि एउटा दुईटै हानिदिनु भयो दुईटैले खायो मार्छ उता उता लेफ्ट 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 सिमन लेफ्ट नगर्नु न दाइ आफूले त फसाउनु भनेपछि तपाईँ त दुईचोटि ठोकिदिनु भयो हो यो कम्पाउन्डमा होइन यार तपाईँ झुकेर। पछाडिबाट आएको म सिधा गइरहेको छु तपाईँ चढाउन पनि मलाई भन्नु जानेर होइन इजी इजी खेल केटा इजी कस्तो दामी गायो यार तिनीहरूले यहाँ 45 एसिपी छ है चाइनामा I got supplies. त्यो गर्नु अगाडि छैन गरिरहेको छु जोन पनि हाम्रोमा इजी पर्छ यहाँ ए ल टप 3 छिर्दियो मस्त यो माथिको यहाँ घरमा हेर त सिमन नक्सक निकाल्न सक्छ होला त्यो ग्रिन मार्कमा यता हो त्यहाँ हेर त त्यसको टायर खाइदियो बगीको टायर खाइदियो खोइ कहाँ बगेर त्यही स्मोकमा छ टायर गाडी त्यो घरको साथमा रहेछ नि छैन त्यसको टायर Watch out. Watch out. ऊ पिक्लिराख ओ गाडी जोगाऊ ला फुटाइदियो छोडिदियो पछाडि हो होइन एउटा जोगाऊ है गाडी जोनमा राख्नुपर्छ यो भएन जोनमा। यो घरको ठ्याक्कै पछाडि राख है सेफेर ओ लन्च सिबल बाइक छ ओए अझै माथि छ यार भित्रै बस्छ है भित्र नक भयो भने हिटी हुन्छ स्मोक हुँदैछ उसको छतमा इजी खेल्दा हुन्छ अहिले अब रोटेसन हान्न सक्छ कसैले फ्रस्ट्रेट भएर तिनीहरूलाई चाहिँ हेर 24 वटा गाडी पडियो भए मर्दियो मैले त्यही त गाडी त यस्तो लिड थियो च्याप्पै एक्जिट हान्दै दुईजनालाई रिफ्लेक्स हान्दै कस्तो दामी खायो यार तिनीहरू त के उयो नै भयो एक्सपेक्टै गरेको थिएन होला बिजल सरप्राइज खाए हामी त गयो गाडीमै हानिरहेको थियो जस्तो लाग्यो ड्यामेज पनि हान्नेन हौ हान्न चाहिँ हजुरलाई नै हानेको थियो गाडीमा हानेको तिनीहरूले सिमले फुत्दै उत्रेर सुत्यो अरे हानिदिरहेको तिनीहरूले चाहिँ सोचेको थियो कि भाग्छ होला होइन अनि हामी चाहिँ हाने पड्काएर मार्दिउँ भनेर तर तिनीहरूले मलाई होइन यस्तो कन्फिडेन्ट भएर हानेको थियो त्यो एउटा बगीको पछाडिबाट एक्जिट पनि नगरी हानिरहेको थियो क्या बसी उतै पर्यो नै 1 मिनेट बाँकी छ त लेल किट छैन जुन भयो फेरि गाडी छैन क्या एउटा त्यही भएर चाहिँ अप्ठ्यारो हुन्छ नि अब त पुरै दुईजना तपाईँहरू निस्किहाल्नु नि त पुरै यस्तो घुमेर जानुपर्छ तिमीहरू पुरै छेउबाट घुम्यो भने मात्र ऊ त्यो यसो गर न दुईजना हान्ने जाऊ न अब ल हुन्छ तपाईँ चलाउनु त गाडी पाइ निकाल्न फर्स्ट एड कतिवटा छ पाइ तिमीसँग एउटा पनि छैन ए त्यसो भए यो थ्रोएबल स्मोकहरू देऊ न यिनीहरूलाई तिमी मर्छ ओ स्मोकहरू टिपहरू लग्यो केटा टन्ने नत्र पाइप बगीको अगाडि बस्दा नि हुन्छ पुग्यो भने झर्यो स्पेस खाली भएन हो मैले उठाइदिएँ सबै झार्दिएको थिएँ छिटो म मुभ गरेँ छिटो पुरै एजबाट है हल्का ड्यामेज खाइदियो केही हुँदैन सुतिर होला बरु यहाँ त्यहाँ अगाडि दुलो छ है टनल छ है त्यो चाहिँ जोगाऊ पर्दैन ओए बुस्ट गरेर लग नबिनु ओए झर्यो भने झर्यो सक्यो झर्यो भने झर्यो छोडिदियो त्यतिको बिस्तारै हिँड्यो भने त मलाई मस्त स्प्रे लगाइदिइहाल्छ नि ओ गाडी साइडमा गाडी
बाँच्यो माई गॉड माथिपट्टि जाऊ है डाँडामा कति छोड्दै पाइज अरे नजिक पाइ आइसक्नु कुद्दै भएको जाउँ छिर भ्याउँछौ हिलसिल गर्नु पर्दैन छिर यही टोपमा बस एनिमी होला यहाँ टोपी त एनिमी छैन होला माथि छ माथि छ माथि सिमन डाँडा छ त्यो बगी त्यो ढुङ्गाको छेउमा नगर सिमन कस्तो यार यो माथिको ए हेड खायो Watch out! स्मोक गर्नु त ब्रो स्मोक नै स्मोक कि अगाडि चाहिँ हान न मलाई स्मोक यतापट्टि चाहिँ तिमीतिर चाहिँ हो नाइस अलिक अगाडि जाऊ है भेटाउँछ सही हो मैले त पछाडि देख्दै पाइ पनि जोन छिरो त्यसले हेड खाइदियो नक बस नडर पाइ तपाईँलाई स्मोक चाहियो टेन्सन स्मोक छ पाइ ओ साइडमा एनिमी छ एउटा स्मोक यो पाइतिर फाल्दियो त मैले फालेको पाइको रुखमा लागेन नि त छोड्दै इजी पाइ सुत त देख्दैन ओ त्यो मर्यो यार ओए सिमनले हान्यो रिभाइभ भन्छ हो त्यही रनमतीको छोरी हो मलाई हान्नु बे सुन त्यो नै नआन न पाइ किन सक्दिनौ क्या हान्न के हो र चुप लगाएर बस्नु न कभर फायर हान्छ क्या बेबी हो नेट कुक गर मिठो रुखको लेफ्टपट्टि हान माथिबाट आने लेफ्ट हो त्यहाँ फाल्यो नक भयो अझै हान कतिवटा छ सबै हान्न अझै हान्थ्यो फुतफुती फाल्थ्यो नेट अलि ओर फाल त क्रस गर्न लेफ्टमा आयो त्यहाँ कस्तो पिक भयो ला नवीन स्मोक हान पछाडिबाट पुस आउँदैछ यता क्रल गर्दै आउ त सिमन तल बगीसम्म आऊ सिमन आऊ अझै एउटा स्मोक हान न त्यो अगाडिको ढुङ्गामा तिनीहरू त्यो ढुङ्गामा स्प्याम गर्छ थ्रोएबल्सहरू तिमीहरू यता रिभाइभ हुन्छ पछाडि आइसकेको छ हेर है ठ्याक्कै हाम्रो अगाडि छ नि है पाइले फायर नगर्नु पर्थ्यो नि अघि कस्तो दामी किल भयो तिमी सुत्नु Awesome. Thanks. आइसक्यो हाम्रो यहीँ सुत न एउटा स्मोक हान त्यो पछाडिपट्टि उता एनिमी भएको साइडमा पछाडिको साइडमा पछाडि त्यता होइन हो त्यता नाइस अब यता हेर आयो ओ भाइ थाहा छैन यसलाई पुल्छ वान एचपीकोहरू त सिमनले हान्ने रहेछ सबै नै जाऊ पुस्छ यसलाई त्यसलाई अरूले हान्यो सिमन होल्ड गर सिमन इजी हिल गर त्यसलाई नघान्थ्यो अर्कैले फिनिसै हान्थ्यो एकजना मात्र बाँकी छ स्मोकहरू म बाँच्छु होइन जोन जानुपर्छ हजुरले जोन जानु जाउनु 1v1 हो सिमन 1v1 जोन जानु तपाईँ पुरा क्यामेरा राख कहाँबाट जाने लेफ्टबाट तल यता चाहिँ हान्नु पर्यो स्मोक जोनतिर चाहिँ हान्यो भने त यार छ्या मेरो माया के अफर रहेछ नि रिभाइभ गर्ने हो भने जोन आइहाल्यो कि सुन्या थियो
गेम त दामी भयो नि दाइ जे भयो नि 4 किल दामी यार लभली भयो जोन हाम्रै साइडबाट भएपछि चिकनै हुन्छ कि सियो रे अलिक मिस्टेक भयो तपाईँ लेफ्टैबाट गएको भए अनि त्यो माथि सुतिरहेको थियो कि तपाईँले अलिक टाइम पाउनुहुन्थ्यो म त यो पछाडिकोले मैले थाहै पाइनँ दाइले पुस हान्नु भन्यो होइन अनि मैले ओइ टिडिएम डाउनलोड गर त ए मेरो छैन डाउनलोड मलाई दिनु त अझ टिडिएम खेलेकै छैन मैले मलाई लिडर दिनु न एक एमबी त छ 2 एमबी कसरी बचायो नि आमा कति चोटी सुते त्यत्रो बेला त मान्छे हो नि लास्ट टाइम को थाहा म त जनैपट्टि पर्यो पाइ एक्सपेक्ट गरेको थिइनँ क्या म भित्र छिर्छ भनेर तर त्यो पनि बाँच्यो म त्यस्तो फुटे गाडी लिएर त चलन दाइ भयो डाउन स्टार्ट गर्नु कति एडभान्टेज यार बेला सुतेर हान्दै नत्र यस्तो एडभान्टेज चाहिँ हाम्रो गेम खाने हामीले सर्भाइभिङ गेम खेलौँ दाइ भयो हामीले अरूलाई चाहिँ हान्ने चक्करमा आफ्नै गेम बिगारिरहेको छौँ कि Team match, let's go. हामीलाई मिठो जोन छिराउनु अबदेखि किल त आइहाल्छ The blue team has scored for the time. हेड खाएर पनि मरेन त Cover me. Clear. Oh. Reloading. फेरि आउँछ Kill. यहाँ छ यहाँ Mark the Cover me. location. म्यासले त्यो चिकन हान्नेहरूको 21 किल छ यार Reloading. आम्मा Target down. नहालेको लकी हो कि खोइ एकचोटि त हामीले नि हाने त्यो 20 किल चिकन 21 किलो Cover me. टिम किल क्या जम्मा Nice shot. सबैले 5 किल 6 किल पास 4 किल Reloading. अहिले अघि एकछिन होल्ड गरेको भए यस्तो मिठो किल हान्न पाउँथ्यो एक दुईजना एउटालाई चाहिँ Killing spree for the blue team. के छ दामी भयो यार Clear. त्यति गरेर पनि एकछिन भयो नि होल्ड भयो तिनीहरू Reloading. आज टप 2 मा आऊ हैन जसरी भने Clear. मैले सानो मोबाइलको त हराउँछौ Expired. The blue team is in the lead. नयाँ टिम आएको रहेछ राम्रो रहेछ यार तिनीहरू त 21 किल हान्नु भनेको राम्रो पो त कस्तो ढिलो देखाउँछ यार किल आएको पनि म अघि त्यही भन्न खोजिरहेको छु Kill. Cover me. No mercy. Reloading. उई, Target down. Cover me.
Reloading. कस्तो ग्रोजासँग बाँच्यो हौ दाइ भाग Cover me. क्यारेक्टरले अर्डर दियो अरे यार कोही 4 जना हान्थे यार Killing spree for the blue team! Great. You're about to win. The blue team is heading to a perfect win! छ्या यो भाँडामा चाहिँ किन यस्तो ओमलाई पेटमा सानो दुखिरहेको Reloading. Target down. भेट्ने हो सिंगल ग्रोजा लिएर Nice shot. Cover me. ग्रोजा लिएर आउँछ भनेको त मारियो नि पिस्तल हान्नु Blue पिस्तल team victory. ट्याकट्याके पिस्तल थिएन ओइ जाउँ छिटो ल म त 2 मिनेटमा सुरु हुन्छ है ल ल डिभाइस इज इन साइलेन्ट छैन त हो लोलकोहरू फेरि पागल भयो क्या
के भयो दिवेश को के भयो छिन पाउनु भएन अहँ अरे जनाज म्याप नै डाउनलोड छैन भन्छ अरे छ्या रिस्टार्ट गरे हुन्छ नि रिस्टार्ट गरेर आउनु भएको ट्रेन भएन रिस्टार्ट गर डाउनलोडै नगर्नु भएको जस्तो लाग्यो के मलाई खेलेको छैन नि त योहरू अपडेट गरेपछि त्यस्तै लाग्यो मलाई 2 MB बाँकी मैले चाहिँ आफै डाउनलोड सबै गरिदिएको हो के मैले चाहिँ त्यो दिवसले गराखेन के पक्कै भने कहिले गरे भन्नु नगरे होला कहाँ जानु अब खेल अघिको जसरी मजाले रोटेसन गर्दै भन्दैछ के हुँदैन जोन पसमला बिस्तारै यहाँको टिमहरुको उ चाहिँ नै थाहा भएन मलाई अब हजुरलाई आइडिया छ भन्दै हुनुहुन्छ म हेर्दै हुन्छु यहाँ जान्छौँ त्यही ठाउँ हाम्रो जाम बरु यो एरियामा गाडी लिएर बिस्तारै खेल्दैम न यहाँसम्म पुगिन्छ होला यो लोलकोहरूले हेरिरहेछ दिवेश नभएपछि हेप्छ हेर्नु टिममा आउँदै उता जतै गरिरहेको थियो दिवेशले त्यस्तो गर्नुहुन्थ्यो नि त अनि दिवेश नदेखेपछि त्यस्तो गरेको अब गेम हेरेर बस्छ हेरेर त बस्नुहुन्छ हामीलाई देखाउँदैन के गर्नु बिगार्यो भने त मस्त गाली खाइन्छ नि गेम खेलेर बस्छ फेरि उता यो गेममा छिर्न नपाएको फ्रस्ट्रेसन पनि निकाल्छन् मिलाइ हामी यो ठाउँ लुट्ने अनि त्योभन्दा चाहिँ हाम्रो नजिक छ टिचर गर्नु एनिमी छैन साइडमा छ उ पछाडी झरेको छ है आफ्नो ड्रपमा हामी पुग्न सकिन्छ यहाँ लुटेर पछाडी झर्यो यहाँ चाहिँ छैन के साउन्ड आइरहेछ ब्याकग्राउन्डमा त्यहीबाट हेर है त पै यता गरे वाटर ट्रिटमेन्ट ल त्यही हेर है त गेम कार 98 बोक्नुहुन्छ एसकेएस बोक्नुहुन्छ हाम्रो जोन हाम्रो उ चाहिँ पुरै फुल मिडमा परेको छ है पुरै डिले गर्दैन हामी अरूसँग फाइट नै नलिने I got supplies. टप 5 मा पुरौँ अनि पुगेर अनि त्यसपछि देखेर Ora. राम्रो भन्ने छैन मुभ गरिहालौँ न हाम्रो आफ्नो ड्रपमा 8x र कार 98 बोक्नु हुने भएको भए हुन्थ्यो नि कोही 8x मैले लेख्दिएको छु कार 98 मार्कमा छैन त 8x चाहिँ मसँग छ उनीहरु आउनु भन्दा पहिले मुभ गरिहालौँ ल जुम उता त्यो दुईटा वेयर हाउस तिर झर्या थियो एनिमी दुईटा वेयर हाउस तिर एनिमी झर्या थियो पिछाडीकोमा त्यो हाम्रो यो माथिको दुईटा वेयर हाउस छ नि यो कहाँ गयो Watch out. हामीतिर आएर हैन आउनु भन्दा पहिले मुभ गरिहालौँ नै हामीतिर छैन एम फोटो मैले नि पाएँ भिडियो नि मलाई मागेको थिएँ हजुरले यो एमपी बोक्नु
मुभ गर्नु पर्छ हामी भागौँ सर्वसी पारिहाल्यो के गर्नु हामी खेल्न निस्तार्यो आफ्नो आफ्नो माथि जाउँ त उनीहरुलाई थाहा छ हामी दुई जना मात्र हो भनेर आयो एकजना मात्र बाँकी Watch out! हानु त दुईजना छ एकजना बाहिर छ Mark the location. त्यो रिभाइभ दिदैछ कर्नरमा रिभाइभ दिदैछ Watch out! पेल्नु कस्तो ढिलो भयो के आउनु कहाँनेर छ त त्यो कर्नरमा ठ्याक्कै कर्नरमा छ Watch out! म नर्भस भइसके याउनु मनिर आउनु न पछाडी रुक्नु के हुँदैन मिल्दैन कस्तो सबले रिभाइभ पायो त्यसले नेड हान्ने होला चारजनै रिभाइभ भयो तिनीहरु बुझेरै आएको हामी ए त्यो कल हो ह्याक किन कन्टिन्यू थिचिन्छ हौ ह्याक मुभ गरिहाल्नु भन्दा मलाई सुन्दैन मुभ गरिहालौँ भनेको सुन्नु भएन मुभ गरिहालेको भए सकिन्थ्यो गाह्रो भयो दुईजना त्यही पनि मैले दुईजना ढालिदिएको थिएँ मैले एकजना हानेको थिएँ नि तपाईँ चाहिँ एउटा मात्र बाँकी थियो होल्ड नगर्नु पर्ने के तिमी तपाईँ ठ्याक्कै पुग्दै भए हुन्थ्यो भेट्थ्यो के तपाईँ होल्ड गर्नुभयो के भनिरहेको छु तपाईँ पुस गर्ने त्यो कर्नरमा डर लाग्यो निस्किन डर कहाँ लाग्नु त्यस्तो केसमा त निस्किनु पर्छ नि डराउनुहुन्छ नि कहाँ सकिन्छ हामीले टिम खाइसकेको टिम हामीले हानिसक्यो नि रिभाइभ गरी हान्यो नि तीनटा नक भएको पुस हान्नु थियो नि त्यही म पाइलाई भनिरहेको थिएँ कि तपाईँ पुस हान्नु उहाँ चाहिँ डराउनु भयो कि पुसे बाहिरै निस्किनु भएन नत्र यहाँ हामी दुईजना मिलेर टिम खाइसकेको थियो म उसलाई यत्तिकै देखिरहेको थिएँ कि त्यो रिभाइभ दिइरहेछ बरु मलाई रिभाइभ गर्नुभयो भने पनि हुन्थ्यो उहाँ रिभाइभ गर्न बोलाउँदा पनि अब डराउनु भयो क्या पख्नु एकछिन रे त्यो एउटै आउँछ हान्नुला नि बाहिर आउँछ रिभाइभ गर्न भने विचार थियो ल उता रिभाइभ मस्त गरेर तीनजना त्यो ड्यामेज थियो क्या बरु तपाईँले त्यो विन्डोबाट हाम फालेर पनि तपाईँले त्यसलाई सकिन्थ्यो क्या एउटा लिभिकै भ्याउँछ इरेङ्गले खेल्न भ्याउँछ के म्याप हेर्नु हजुरको डाउनलोडै छैन जस्तो छ सानो हेर्नु त दाइ तपाईँकोमा डाउनलोड छ कि छैन छ के ग्लिच भयो त डाउनलोड छ के म्याप डाउनलोड भएको थियो जम्मा 6 MB डाउनलोड गर्न बाँकी इन्स्टल हुन थाल्यो इन्स्टलै भएन क्या ड्युस भर खेलेको गर्नु थियो नि खाइसकेको टिमले हामीलाई लिएर गयो ग्राफिक यो लास्टै घटा है म त एकजना बाँकी छ हान्नु भनेर क्या खुसी थियो है हान्दिनु भयो नि पछि त्यो पनि नक भयो भने
मेरो त पुरै खुसीले मेरो निस्किराथ्यो कि Good luck, दुईजना mate. सँगै आएको थियो म लो भइसकेको स्क्वाड थिएँ वाइज अनि त्यही भनेर भएर नि डराएको क्या म फेरि तपाईँकोबाट तिमी डराएर हुँदैन क्या गएर एकजना त रहेछ अनि हान्नु नि गएर यस्तो छ क्या एडभान्टेज अनि हामीलाई म थियो लो थिएँ एडभान्टेज हामीलाई थियो कि तपाईँले हेल्थ म हान्दिनँ 1 HP मा कोही कोही बेला देखेको छैनौ होइन पाइ हेल्थ लिएर पनि हान्न सक्नुहुन्थ्यो कि त्यो ट्राई गर्ने हो नि त्यो बिचरा ब्याकफुटमा गइसकेको थियो 3 जना नक हेरेर त्यो आत्तिसकेको थियो कि अनि छिटो छिटो गएर त्यसले झन् प्यानिक हुन्छ नि त्यसोमा लाग्दै लाग्दैन बुलेट लाग्दैन कोही बेला हेड लाग्छ च्याक्लाकै ढल्छ पो त त्यस्तोमा त आत्तिरा हुन्छ 3 जना टिममेट कराएर म त्यही भएर म भनिरहेको थिएँ कि बरु पुस हान्नु कि तपाईँ पुस हान्नु कर्नरमा मैले लोकेसन पनि दिइरहेको थिएँ ठ्याक्कै कर्नरमा जानु उहाँ चाहिँ पख्नु न म त यत्रो नक हानिरहेको छु कसरी होइन म मरे नि यिनीहरू कहाँबाट भन्छ निस्किन देख्दैन बाहिर निस्किन्छु कहाँबाट निस्किनु ढोका पनि देख्दिनँ फेरि भित्र रुमै प्यानिक केसमा होस् भयो सिधिसक्यो सोध्ने केही छैन यो ठाउँ चेन्ज गरिदियो यो पनि के छ पुरा सर्लकै चेन्ज हान्ने घरै घर कस्तो म्याक कसम कति ढिलो झऱ्यो यो मान्छेहरू कहाँ झऱ्यो एउटा मैले नक गरेँ बोट होला बोट हो त यो त हो कस्तो ढिलो झऱ्यो ठ्याक्कै अगाडि नै झऱ्यो कि त्यो मेरो अगाडि छ एउटा बोट हो के हो मादर अनि चाहियो त होइन होला बोट बोटै होला बोटै रहेछ बोटै रहेछ यहाँ चाहिँ स्कारर डिपी छ यहाँ चाहिने Defend the mark. I got supplies. म चाहिँ 1 मिनेटमा त पुरै म्यापै डल्लै डाउनलोड गर्नु पर्यो भने नि भ्याउ थियो क्या मलाई त इन्स्टल पो भइदिएर कि आलु इन्स्टल हो र हामी हजुरले दिउँसो गर्नु पर्दैन कस्तो अनि कसले हेर्छ हौ भाइ म्याप सबै डाउनलोड थियो कुनै पनि त्यस्तो भएको थिएन चेक गर्नु भयो भने थियो नि कसरी चेक गर्नु त अनएक्सपेक्टेड कुरा छ अनि अनएक्सपेक्टेड हो क्या त्यो पनि जम्मा 5 MB डाउनलोड हुनु थियो त्यो कति टाइम लाग्छ 5 MB डाउनलोड एकले नि बढी होल्ड गर्यो गरिसक्दा भइसकेको थियो डाउनलोड इन्स्टलिङ भन्छ नो डाटा विल बी युज्ड भन्छ म कसम इन्स्टलिङ भएको भयो फेरि स्टार्ट गरेर आए र पनि भयो के पुल पनि हाल्दैछ 4x छ मसँग ठ्याक्कै तिमीहरूको गेम स्टार्ट भयो अनि इन्स्टल भयो क्या मलाई नखेल्ने भनेको जस्तो लाग्यो I got supplies. नजुरेको हो कि तर अब हामीले जितिसकेको थियो क्या फाइल के छैन दिवस भइदियो अनि अब इजी खाथ्यो क्या तिनीहरूले त मैले प्लेस चेन्ज गरेर राम्रो गरेको थिएँ कि पछाडि म त्यो घर छोडेर म पछाडि गएँ तिनीहरू सोचेको पनि थिएन म पछाडि छु भनेर ढ्याङ कि ढ्याङ दियो 2 जना नक भयो सुन खानेहरू त्यस्तो म्यापमा त क्या मेरो यस्तो पिङ आइ भयो अनस्टेबल छ पिङ के आलु जस्तो उयोहरू राखेको यार जिप लाइन नराख्नु नि यार लास्टै खिच्ची लाग्छ यो जिप लाइन तर कस्तो खतरा भयो यो खोला पानी घटाएछ यो खोलामा झन् यहाँको Watch out. ग्राफिक्स स्मुथ एक्सट्रिमै खतरा आइरहेको क्या पानीको झन् अल्ट्रा लाउँदा त यस्तो बवाल देख्दो रहेछ एचडिआर मैले उडाउँछु यो गोलो गोलो हाम्रो म्यापमा के आएको छ यो सप्लाई जोन तर मलाई खतरा लाग्यो यो पानीको देखेको कसम म त डिबिक भरि सबैलाई बाँड्न पुग्ने कोइन छ यार मसँग मलाई देऊ त म गएर अब के किन्छु त पखन निकाल्नु न के चलाउनु अन्त
हामीलाई कहिल्यै भेट्दैन उसमा भेटाएको भए त कति राम्रो हुन्थ्यो यार मैले एकचोटि भेटेको थिएँ त मलाई नक सक्ने हाने थिएँ मरे टाढा नक मात्र गरियो आउँदा होइन एउटा खेलाडी दुईटाको बराबर हो क्या दाइ लङमा त मा कसम टाउको फुट्टाइ हुन्छ एडभान्टेज हुन्छ यो खोला त कस्तो मजाले पानी मुभ गरेको देखाउँदैछ कति राम्रो मैले अहिले भनेकै थिएँ टन एसजिआर मा लाउनुपर्छ यस्तो खतरा देखिन्छ हेर्छु र एकचोटि छेउमा तिम्रोमा एसजिआर सपोर्ट गर्छ पानी घुम्या जस्तो के छेउमा है एकचोटि अल्ट्रा एजीमै लाएर हेर्नु पनि अब बाहिर जानुपर्छ ल दिस अप्सन विल बी अवेलेबल अन योर डिभाइस सुन पो भन्छ त मलाई त कुन मोबाइल हो कहाँ सपोर्ट गर्छ त यस्तो डह्रो हेर्नु मैले हेरेको एसडिआर मा एसडी मात्र मिल्छ मैले एसडिआर हेरेको अल्ट्रा पनि छ क्या छैन मेरो त चिन्ने हो अभी लल एक एम दिएर पनि ओइ एनिमी रङ्गै छैन त्यो मारिदियो झन् मलाई उतै माथि छ डाँडा ए यहाँ कभर सभर दियो त केटा ठिक्क रेड डट हानेको नकै हानिदिन्थ्यो यार 2x ले हाने कि एक हेड मात्र लाग्यो त्यत्रो त्यो डाँडा पछाडि गएको छ सिमन हजुरको हेडशट खाएछ त्यसले पछाडि गयो गयो पछाडि गयो यता गयो Watch out! यो पछाडि Watch out! क्यामेरा भेट्नु अन्त सिमन कहाँ छ फेरि ओइ मेरो अड्की तल जानु दाइ हाम्रो टिममा हैन प्लेयर अलिक ओभर चेन्ज हुने भयो के बरु कन्स्ट्यान्ट बनाउनु हाम्रो टिम राम्रो गर्छ के दाइ खोइ त कहाँ गयो यो पछाडि गयो ओइ अनि यसले त सातुलीको मेरो यहाँ सुतेर बसेको रहेछ तो तोर्से सुती हाने ओइ ए भागन भाग के हो भाइ के छ म त एनिमी देखेन यहाँ छ मैले Marked a नगरे location. एउटा तपाईहरुको त्यो घर छ नि त्यो घरतिर नगरे यहाँ हाल्दै गर्दा म त सप जान्छु के पो छैन त मसँग त कोही न मात्र टिप्टी बस्यो त्यो अपग्रेडिङ रे त भयो एक्सटी ओइ आनु M416 एक्सटी भयो त मेरो आनु भनेको आउनु पाउनु कभरमा बस्नु माथि जानु त त्यहाँ माथि कता छ यतामा मोबाइल एउटालाई मैले माथि नगरेको थिएँ कि त्यसलाई रिभाइभ पाएछ किन गर्ने कुरै छैन नि डिफरेन्ट के छ हो एक्सटी र रिकल कम्ती हुन्छ होला एक्सटी मा जाम त कहाँनिर छ नि थाहा छैन एक्ज्याक्ट ओपनमा कस्तो सुतुवाहरू Awesome. क्लासिक के त अन्त अब अरु पनि छ माथि धेरै ओइ माथि आनु पछाडि जोरदेखि आनु त केही देख्दिन कहीँ किल्सिन के Watch out! कस्तो नगएको रिकल त छैन नि यहाँ रिकल छ भाइ रिकल हान्नु रिकल भयो यहाँ माथि छ
होइज सुत्या मुलाहरु सुत्तेको कुना कुनामा त्यो डर छ Watch out! ओके मलाई रिभाइभ दिनु त पछाडी हेर उडा आउँछ Watch out! हजुरको माथि आओ भाइ आओ सुन्टाउनु Awesome! त्यहाँ माथि रिभाइभ गर्नु गयो मैले नेड हानेको छु ल टपमा के हो यत्रो बाक्स M249 त कामै नलाग्यो अपग्रेड गर्ने भन्दै छ यहाँ छ Marked यो a ढुङ्गामा location. मैले पछाडीबाट जान्छु ल त्यसलाई उता कभर दिन्छ नजाऊ पछाडी छ र उसको एनिमी सबै छ त्यहाँ त त्यो नक भयो नि कसले हाने मैले हाने र खै नक भएर मैले हानेको टाउकोमा लागेको थियो नक भएको जस्तो Marked a लाग्यो location. भएन नक मुने जितो पाउनु त म गरे नक भयो के बडी उफिरहेको अलि अब यता यो घरमा छ Watch out! Marked a location. एउटा यही Marked a ढुङ्गामा location. म पछाडी जान्छु उ छैन याउ राइट 1 एचपी सर ठ्याक्कै पछाडी आउनु त छैन प्लस हो प्लस हो मैले देखेँ त्यो मान्छेलाई पक्नु तपाईँ रिभाइभ हुन जाँदैन रिभाइभ दिने बित्तिकै म फिल्म फिनिस हान्छ भने थाहा थियो शिट आउने दे Awesome! जाने गयो भाइ र भर्खर रिभाइभ भयो स्मोक गरेर तपाईँ पछाडि गएर रिभाइभ दिन्छ ए रिकल गर्न सक्नुहुन्छ मिल्दैन हुन्छ म गर्छु बन्द भइसक्यो मिल्दैन ए मिल्दैन रहेछ Awesome! जोन कसरी जानु अब कभर जान अबि म गरम यसमा अगाडि स्मोक छ स्पोकै छैन मसँग उलाई अर्को त्यो पत्थरवालालाई अर्को हान्यो कस्तो मिठो कहाँबाट दियो हाम्रो माथि कोही गयो त्यही पनि छ यार दुईजना थियो के नि क्याम्पर फेरि गर्नु नि हुँदैन रहेछ यार स्मोक छैन भाइ छैन अब बचाउनै सकिँदैन अहिले मरिदिन्छु हेल्थ लिनु तपाईँ जानु हेल्थ लिनु अनि जानु छैन हिलिङ पनि छैन Watch out! छैन बाबा मैले उता उता सकियो अब मन मन छैन दिवससँग छैन दिवस नि अर्को लगाऊ मेरोसँग छ मेरो क्रेटमा हेर तीनटा दिएको थिएँ मैले हिल एउटा अझ लायो हुन्छ मेन पुगिन्छ होला जोन पुगिन्थ्यो होला बिस्तारै जाउँ न जुन फेरि कता घरतिर कता लेफ्ट हुँदै गइहाल्नु न Awesome! लेफ्टबाट जाऊ पुरै लेफ्टबाट जाऊ 19 बेन्डेज सेकेन्ड सेन्डेज उतर गएर छोड्नु नि एनिमी छ भने इग्नोर गर्नु यो न गर लेफ्ट ओडा घरमै भने खाने। राइटबाट जानुहुन्छ लेफ्ट हौ लेफ्टबाट कता हो लेफ्ट लेफ्टमा एनिमी छ नि त हेर्नु न Watch out! तिमीलाई देखेको छ त्यसले देखेको छ हान्नु नहाने पछि गयो त्यसै आत्तिन्छ भनेर न देखेको धरि छैन अरू यता लेफ्टमा हेर अर्को पनि छ अब देख्यो देख्यो यही भित्र हानौँ ल कहाँनिर छ तपाईको अगाडि माथि गयो त्यही तिम्रो अगाडि नेट तान्दैछ भाग्नु त तपाईहरु त्यो घरको उतापट्टि
हिल गर फर्स्ट एड छ भन्ने एउटा छैन नेट तान्दै थियो मैले भन्दै केही छैन तिनीहरु लास्टै टिम रहेछ Not a problem. ओइ त्यहाँ देखाउँदै रहेछ स्क्रिन ब्याकग्राउन्ड किन यस्तो स्क्रैच के साह्रो डराएको हौ एनिमीमा डाँडा कहाँ टुप्पोमा छ देखेको पनि छैन तिमीलाई त्यसै डराउँछ तर्के आगे जित है अबदेखि नडराउनु ल किन लिभिक गरेको ओइ ओइ एक्जिट 35 मा गेम स्टार्ट हुन्छ एक्जिट ल के हुँदैन चौवालीस आरपी मात्र भएको छ मेरो नि 45 मात्र भयो कति टाइम छ अहिले नि हाम्रो कस्तो पोइन्ट आउँछ यार मलाई लास्ट जोन नै वाटर ट्रिटमेन्टको छेउमा छ हामी त्यही भएर सोचिरहेको थियौँ कि हामीले धेरै लेट मुभ गर्ने मुभ नाइटको बराबर गर्ने भनेर सोचिरहेको थियौँ उनीहरूले चाहिँ हेरिया रहेछ क्या लोल्सले कि कसले हान्यो हो हामीलाई होइन लोलले हामीले यिनीहरू हेरिरहेको थियौँ कि 3 जना मात्र छ भनेर अनि पुसान्ने जानी मैले भनेको थिएँ साइमनले एउटा टिम आउँदैछ है सँगै भनेर भने त थियो रोड क्रस गर्न यहाँ पिसी गयो गाडी फोनमा त लास्टै हेरेर मात्रै निस्किनु पर्छ यार बेट गरिरहन्छ गाडी त गाडी लिन आओस् अनि हान्छु भनेर सानोमा चाहिँ राम्रो पोइन्ट उठाइदिनु पर्छ दाइ किल त आइहाल्छ हैन पस्दिम भित्र त्यो त आउँदैन टिडिएम भ्याउँछ एउटा Team match. Let's go. Let's go. The blue team has scored for the first time. Go. Target down. पछाडिबाट आउँदो रहेछ 90 सँगै थियो अर्की त Killing spree for the red team. डर मार्दैन Nice shot. Cover me. ओइ रिलोड ल्याला किङ है
in context happen. Enemy down. STW. Clear. Cover me! अच्छा यार जी Down. Loading. Clear. The red team is in the lead. Nice shot. Reloading. What's with your gun? Clear. Watch out! Watch out! Cover me. Get Killing down. spree for the red team! The red team is unstoppable! त्यसले त दोस्ती हाने त हो के अरे एउटा दोस्ती हाने Reloading. त्यो एक क्ल्यारेन मर्दैन यार M4 युज गरौँ अब जित्नु पर्छ Cover me! Watch out! Watch out! Be careful. You're losing the game. The blue team doesn't have a lot of time left. Killing spree for the Chad, red Lizana. team. The red team is unstoppable. Nice shot. Cover me. Dead. आमामा यो छैन बाँकी डर दियो Blue team victory. Yes. 6 मिनेट बाँकी सेकेन्ड इन्च खेल्ने हो चाहिँ 11 किलो हानेछ यार अहिलेको टिमले फेरि अघि चिकन खानेहरूले किलो पोइन्ट ल्यायो फेरि अघि फर्स्ट गेममा कति पोइन्ट थियो होला सेकेन्ड अनि 4 किल 16 16 पोइन्ट हैन 16 अनि यसको त पोइन्टै गनाउँदैन यस त्यही हो पासवर्ड त्यही 10 नै हो ल पासवर्ड त सेम थाहा भइहाल्छ अब त्यो खै म चाहिँ गएँ फेरि छिरेन भने ल जाम न हामी पनि
कहाँ गयो त्यसको भएको थम्ब स्लिप ओ फिङ्गर स्लिपै हरायो It is showtime. It is showtime. यतैतिर झरेर खेल्नु पर्ला जस्तो छ यार यस्तैतिर यस्तैमा
दुईजना यता जाउँ न। म जान्छु त अर्को साइड म यसलाई मार्न जान्छु आइजाऊ सिमनसँग। तिनजना यता आउँछु ओहो के भयो? M4 चाहिए। I got supplies. मैले दिए थियो। लगे सामान। पारी जाने क्या? होइन हेर्नुपर्छ। यहाँ माथि एउटा टिम झर्केको त्यो हिलमा। यिनीहरू झरेको छ कि छैन हेर्छु म। म सँगै जाउँ लुट भयो लुट त पुग्यो हेलमेट वेस्ट टु को चाहियो। यूएमपी बोक्ने हो सप्रेसर एसओजी को सप्रेसर पायो भने ओ पारिबाट हाने म हाम्रो तल ओपनमा नआउ है सिमन। पाउनु टिम हो यही हो। यिनीहरूले धरी म्यासलहरू यही खातेर स्ट्रिम हेरिरहेछ। ओपनमा छ या कस्तो नग्न भएको नक नक छ त त्यहाँ एउटा। त्यो त नक भइसक्यो। त्यो त रिभाइभ हान्न जाँदैछ। ओइ हानु ओपी टच गर त सिमन। मलाई फिनिस हान त्यसलाई हान फिनिस हान रनमाथिको बान हान्छेस। उलाई स्मोक गरिरहेको थियो कताबाट हो तल रिभाइभ गर्न गइसक्यो त्यो एउटा। एउटा त देखा Marked a location. एमा दिम ट्र्याक्टर भन्न मेरो त हात थियो 3-4 बुलेट हाते नौ खास रहेछ पाउनु वेल प्लिज कल गर्दै रनमा छैन छैन यस्तो डर टच चाप देख्न के एमोजी चाहिने भन्न त यस्तो पाराले त Marked a location. ब्रिजमा मैले देखे ब्रिजमा यहाँ हाम्रो पछाडि एउटा टिम छैन। यो हामीतिरै परेन। एमो सक्यो दाइ म त्यो स्प्रे हान्दै ब्रिज क्रस गर्न खोजिरहेछ के त्यसले। जाउँ न अलिक उता ओपनमा हान्छ फेरि। म अगाडि बढौँ हल्का फेरि ओपन हुन्छ। नै म पर्दैन त्यो रिस्की वाला काम सक्यो भने एक किलको चक्करमा एउटा रिस्क नलिनु टिममेट जान्छ फाल्टुमा। यिनीहरूले यता आउन चाहिँ नदिनु
ब्रिज होल्ड गर्न सक्यो भने त नि माको सँग यस्तो खाए यहाँ चाहिँ मुभ गरेर यहाँसम्म आएको मिल्छ आउन हो ठ्याक्कै बीचमा आइसकेको रहेछ के त्यो ए हामी नै आउने स्मोक म जान्छु कभर दियो कति अगाडिसम्म जान्छु म यता यिनीहरू उताबाट आउन सक्छ फेरि एउटा गर्दा पनि कभर दिनु कोही बिहान म गएँ सकेसम्म म कभर दिन्छु दामी कोही यहाँ आइसकेको छ ब्रिजमै नक पुस म पुस हान्दैछु नाइस तल त छैन नि फेरि अचानक ब्रिजमै हो यता कता यहाँनिर Watch out! बाटोपट्टि यहाँनिर ओके पुल मुनिबाट छिर त तिमी एकजना त्यो इजी एक्सपोज हुन्छ तिमी यहीँ हेर तिमी तिनैजना म्याक्स ओके म हेर्छु सुतिरहेको छ यहाँ Watch out! कहाँ छ आउनु त उब्रे स्मोक गर्नु त एउटा सुतेको मैले देख्दै देखिनँ लोकेसन मात्रै थाहा पाएँ यहाँबाट फायर गर्नु यार स्मोकै रहन्छ यिनीहरू थ्याङ्क यू अर्को नक भएको चाहिँ कहाँ मर्यो खै यहाँ कतै सुतिरहेको Watch out! हामी ओपन भयौँ मलाई म चाहियो म 5 को लिएर जान्छु यहाँ फाइट गरेर आउँछ है नि बस मेरो पनि हुन्छ अरूमा गएर त्यो गाडै गरेर बस्दा नि अर्कै ठाउँ बेटर छ कि छन त यहाँ म नपुग्ने रहेछ भने त यहाँ हल्का लुट्दिउँ न त मलाई स्मोक एमोर हेल्थहरु केही छैन दाइ लुट्नु पर्छ अब लुट्दिउँ छोड्नु एकछिन किल आइहाल्यो 3 किल एउटा टिम वाइप भइहाल्यो उसको आइजिएलले उसलाई फसाए ओपनमा फसाएछ अन्त लाग्दै थियो कि त्यो I got आयो जस्तो supplies! ठिक्क खाइहाल्यो त्यसले थाहा नै पाएन क्या म त्यहाँबाट हाने भनेर तल गयो अनि फेरि माथि आयो क्या एकदम एमहरु चाहिँ छ है त I got supplies! टाइपको 200 भेटिन्छ है अलिअलि खोज्नु भेटिन्छ अलिअलि खोज्नुपर्छ भेटिन्छ टन्ने बिग्रेको बेला भेटिदैन I got supplies! I got supplies! भेटाए ठिक बोक्ने स्मोकै छैन मसँग स्मोकहरू मार्क गर त मलाई नै मसँग छैन स्मोक लास्टै चाहिन्छ सब नागहरू पर्छ कि अहिले नागहरू सुते गर्नेहरू I got supplies! एउटा छैन मसँग त्यो स्मोक आजै हो यार स्मोक नभेटेको नासितिर होला नि माथि ओहो ब्रिजमा आइसक्यो यार अर्को टिम स्मोक छैन जाउँ होला निस्किहालौँ न त एउटै भेटे मा गर्दिनौ हामी बढ्दै जान्छौँ त्यहाँ अघितिर हेरौँ न त्यो ब्रिजतिर यहीँबाट हेर्दा पनि हुन्छ हौ तर ठाउँ त छ हेर्नलाई मिल्छ भने त यहीँबाट हेरौँ उताबाट हल्का एङ्गल पाउँदैन क्या त्यो गाछी त्यो ट्रीहरूले गर्दा चाहिँ टोखरले गर्दा चाहिँ अलिक Watch out! जान पाएर झन् सही हुन्थ्यो यार कि जाउँ माथि चढ्दिउँ डाँडा आऊ यता राइटबाट
फेरि हामी अगाडि बढ्नै पर्छ हामी पुरै एजमा हो नि मतिर आउ त गइहालौँ तिनीहरू बरु ब्रिजबाट आउन दिउँ यहाँ माथि चाहिँ हान्दिउँ ल माथि त कुनै टिम छैन नि माथि समात्यो भने त दरो दिन्छु छैन 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 भने अहिलेसम्म त छैन खै यहाँ देखाएको गाडी नै लिएर आयो भने मात्र छिटो मुभ भइहाल है तर तिनीहरू ब्रिजबाट छिर्यो भने यहाँ ओपनमा भेट्छ हामीलाई भन्नु भेट्यो भने अघि गएर जस्तै हालत हुन्छ म त एउटै भेटेन हामी स्कोप ठुक्क मैले 3x फाल्दिएँ यार स्मोक स्मोक मनेर छ मनेर छ स्कोप मनेर छ त्यो लिँदा हुन्छ त छ स्मोक स्कोप त तल पुरै छापछापी थियो 4x 3x स्कोप त टन्नै 6x सबै छ हाम्रो यताको चाहिँ हेल्प दिनुपर्छ एकचोटि पछाडि नै हेर्नुपर्छ है एकजनाले ल्याग भयो है म्याप देखा न है रनमतीको छोरो पछाडि नै हेर है पाइ स्टेबलमा बस्नु ल हल्लेर बस्नु बरु स्टेबल बस्नु भने त यस्तो दामी स्प्रे खान्छ अरू केही नगर्नु हल्लेर बस्नु देखाएको थियो त हो देखा न हो म्याप कस्तो खोया बिर्खे रहेछ हो यो फेरि कहाँ एकजनाले टिपी बिलेको हेरेर देखाइरहेको छ 1v1 हान्न चाला देख्यो छैन याद त ल हेर हाने गरे एउटा 4 जना चाहिँ एक्लै हान्न खोज्दैछ केजिएफ अरे नि त नाम त्यही भएर होला नि ब्रो देखा न हो केजिएफ च्याप्टर 3 हो याद ए कसम माथि हेर है पछाडि हेर्दियो है Watch out! हुन ए सक्छ देखा न आउँछ होला जुम आउट गर्न तेरो बाउ भिक्काइ म्याच अलि कास्टर त यहाँ थियो एउटा टिम Watch अघि out! पानीबाट आयो यता त पानीबाटै आउँछ कि यता आउँदैन जोन त यो उतै तल्लो परेको साइड छ हेरौँ न मुभ गरे हुन्थ्यो उनीहरूले उता हुँदै मुभ गरे होला नि Watch out! उताबाट त्यो लाग्यो मलाई माथि चढ्नुपर्छ जाउँ घोगे त मलाई रिसै उठायो यार यो कास्टरले त तेरो बाउको जोन बाहिर देखाएर रनमतीको बान यहाँबाट जान मिल्दैन नि त कहाँ हुँदै हाम्रो माथि हुँदै यतैबाट झर्नुपर्छ यताबाट झरेर उतै पल्लो डिलबाट चढ्नुपर्छ अब Watch out! दुम छिर्दम जनेछ अरु बसिरहल हेर्न डक्समा झरेर यता आएको भनेर रोटेसन पो देखाउँदैछ ए तिनीहरू त उता गएछ यहाँनिर एउटा टिम छ मेरो मार्कमा तिनीहरूलाई नि पछाडिबाट हान्ने हो अब हाम्रो अगाडि छ टिममेट पछाडि गइदिउँ त्यो एसटिकेकोहरू यहाँनिर रहेछ
जम्प गर्दा त कस्तो पुरै गाडी जतिकै कुद्यो त त्यो बेला म कहाँ भयो मान्छे तिमीसँगै आइस बगी जतिकै आयो त सुइँ औ यता यहाँबाट एङ्गल भ्याउँछ तिमीलाई ओइ सिमन यहाँ देख्यौ Marked a location. देख्यौ देख्यौ त्यसलाई ढुङ्गामा नहान है अहिले नख पनि हानिदिउँ देख्यौ पख पख त्यो यता आउँछ रुक रुक यो कभरमा आउँछ कि नख पनि हानिदिउँ है 3 2 एकछिन है 3 2 1 फिनिश गर्न खोज्छ टाइ तपाई पछाडी आउनु त तपाईहरु लड्नु तिनीहरु दुई जना नक्छ दाइ पर्दैन होला स्मोक तपाई आउनु न तलबाट पुश गरे भने थियो फिनिश गर्न सक्नु भयो कि नै एउटा धान्दी ए सकियो भने एउटा चाहिँ नक्छ पछाडी Awesome. रिभाइभ पाउँछ होला अर्कोले तीन जनाले स्प्रेड लिइरहेको थियो हामीलाई अब जी तल घर लिन पायो भने थियो र हामीले घरमा छ कि छैन त्यही हेर्दैछु म यता आइसके नवीन र पाइ जान्छौ त यता यताबाट झरेर यताको Watch साइडबाट out! Watch out! पाइ पनि जाऊ त नवीनसँग हामी कभर दिन्छौँ दुई जना म त्यो घर चेक गर्छु ल दाइ पाइ जाऊ नवीनसँगै जाऊ त सिमन यहाँ माथि बस है कसले हान्यो नवीन हैन तलबाट पत्थरबाट झरेर त्यो ड्यामेज भयो रनमती झरे म अहिलेसम्म त केही हलचल छैन बिस्तारै आउनु ल हाम्रो त्यो डिपमा चाहिँ एनिमी छ हामीले हानेको बेला केयरफुली आउनु त फुटस्टेप नदिनु न नम्बर 3 आइ नदिनु त किन पछाडी पो भागेछ अब हामीलाई अलिक अप्ठ्यारो हुन्छ किन फुल डिप छ उ छ दाइ ढल्कान छ पुरै ढल कभर लिँदै जाँदैन जोन कता यति छेउछेउ ए तिनीहरू हाम्रो ठ्याक्कै लेफ्टमा दुईटा यसलाई पछाडिबाट चाहिँ डच गर्ने कि के गर्ने सकिन्छ त
ब्रिज यिनीहरूले क्याम्प गरेछ जस्तो छ दाइ माथि ब्रिजको चाहिँ ठ्याक्कै पारी हैन स्मोक भइराछ यहाँ Watch out! Watch out! हाम्रो राइटमा पनि फायर भयो राइट पनि हेर्नुपर्छ राइटबाट आइदियो भने त बिजोक नजिक गएर बम फालौँ न त Attack the mark! Somebody. Hey, somebody. Muy bien, ¿eh? जोन आयो सकाइदिइहाल्यो नि है दिवस किन माइक अफ गरे हो खै माइक अफ ए खोइ अफ गरे कि नबोलेपछि जोन रे नक भयो यार त्यो त उफ अगाडि फिनिस अनि पिछा मेरो अगाडि तपाईको अगाडि पर हानिन्छ मजाले उ मुनि हान मुनिबाट पछाडि आए पछाडि यहाँ हो यहाँ तपाई त्यही बस्नु पाए त्यही बस्नु यो यसमा बस्नु न Watch out! यहाँ हान त उयो बाइगु समाउ पछाडि आइसकेको छ है एउटा त्यो जोनले जान्छ होला कभर जाँदैन दिइराख्नु त कस्तो जान्छ जोन छिटिसक्यो म अझै जोन घरमा छ पाइ जोन गुट्यो घरमा हैन जोन छिर्नुपर्छ तिमीहरू अब जोन छिर्नुपर्छ मुक्सिसमा उठो केटा त्यो त्यहाँ एउटा मरेको थियो माथि हाम्रो छ है यहीँ बस एकछिन साइडमा त्यही त हेर्दैन कसरी हुन्छ हेर्दैन हेरेपछि एकछिन स्मोक गरेर मात्रै छिटो उ त्यहाँ यतापट्टि छ राइटमा तपाई जोनमा हो छैन पाइ जोनमा तिमी जोन चाहिँ छिर्न खोज रिभाइभ हुँदैन माथिको मर्यो तपाई अगाडि होइन क्या माथिकोले हानेकै होइन अनि त्यहाँनिर उतापट्टि छ Watch out! स्मोक चाहिँ छैन दुईटा स्मोक अलि लेफ्टबाट जाऊ न अलिक लेफ्टबाट जाऊ न स्मोकको पछाडिबाट Watch out! Watch out! सुत नबिन अझै स्मोक छैन स्प्याम गर छैन स्मोक दुईटा थियो मैले फाल्दिएको पाइ स्मोक झार्दै सबै रिभाइभ नगर हुँदैन सँगै नबस् मेरो ऊ रिभाइभ करे नभए देखेर अन्त स्मोक गरेर रिभाइभ गर त ट्राई गर त भइसक्यो सिकिसक्यो छोड न स्मोक गर्यो अब आफैलाई लोकेसन त्यसपछि हराइदिएपछि राइटतिर छ है त्यो सुतेको राइटमा अलि राइटबाट क्रल गर्दै जाऊ न तिमीलाई पछाडिको देख्छ टुपमा बस्यो भने
एकै भएको एकै नै भएको एकैले मिटर लाग्ला जी यतिकै क्रल गर्दै भ्याउँछ तिमी जोन छिर्न स्मोक स्प्याम गर न अगाडि एक दुईवटा छैन ए छैन ओ देख्यो त्यो बक्समा देख्यो तिमीलाई हो त्यो बक्सको पछाडि छ Awesome. अगाडि नि वेट ब्रिजको साइडमा उफ्ने यतै लेफ्टमै छ यो उफ्ने नहाल्नु थियो नि जिरो डिसिप्लिन देखाउनु पर्छ क्या कस्तो फेरि नक पनि नभएको यार यस्तो हान्यो Thanks for watching guys. Thanks for watching. Bye bye.